आज चाहिँ मेरो बाइकको पूजा गर्नुपर्ने छ है। किनेर यत्तिकै राखेको छु, अहिलेसम्म पूजा गरेको छैन। अस्ति बुधबार मात्र आएको हो होइन। अनि मैले चाहिँ फुर्सद नपाएर पूजा गर्न पाएको थिएन। सो आज चाहिँ म सबै पूजाहरू गरेर एउटा नेगेटिभ इनर्जीहरूलाई चाहिँ यसो पार लगाउँ भनेर चाहिँ पूजा गर्न खोजेको छु। लेट्स गो गाइज। टिका बनाउन तयार गर्छु होइन। मलाई टिका कसरी बनाउँछ त्यो पनि आउँदैन है। तर पनि म चाहिँ यो दहीबाट बनाउन मिल्छ भनेर मलाई एकजनाले आइडिया दिए। सो म यो दहीको चाहिँ टिका बनाउन गइरहेको छु। सो यसलाई म यसले मिसाउँछु। यो चाहिँ हाम्रो टिका हो है। दही बढी भयो क्या यार, दही बढी भएछ यार। सो यो चाहिँ हाम्रो टिका भयो। फुलहरू नै छैन यार। टिका सँगसँगै अरू मलाई चाहियो खाता। दुईटा खाता रहेछ या। हामीलाई चाहियो एउटा। यो चाहिँ मलाई यो खालको खाता चाहिँ मलाई दामी लागेको थियो है। यसमा चाहिँ लामाको मन्त्रहरू पनि हुन्छ नि त। सो यो खाता पैसा है। 1000 रुपियाँ। त्यसपछि धुप। सो गाइज म चाहिँ आज मेरो बाइकलाई पूजा गर्न गइरहेको छु। सो मलाई चाहिँ फुल छैन रहेछ होइन। अनि सो मैले यही फुल युज गर्छु है। फुल जहाँको पनि पवित्र हुन्छ भन्ने सुनेको थिएँ। एन्ड म चाहिँ यो फुल युज गर्छु है। कस्तो राम्रो फुल रहेछ है। फुल चाहिँ छैन रहेछ क्या। सो यो फुललाई अब म यहाँ पानीमाथि राख्छु, किनभने यो चाहिँ चोखो पानी हो है। सो अघि चाहिँ मैले बाइक धोइसकेको छु। अब चाहिँ म मजाले धुप हाल्छु। यो चाहिँ धुप हो है। धुपलाई चाहिँ म यसरी बाँचेर चाहिँ म ओए कस्तो धुलो भएको यार। धुलो लाइटर
धेरै हुन्छ अब म यो चोखो पानीले छिर्छु राखिदिन्छु ओके अब चाहिँ टिका राख्ने बेला भयो सो टिका राखेर मैले फुल राखिदिएँ फुल राखिदिएँ है टायरमा पनि टिका राखिदिउँ टिका राखिदिउँ यो पैसालाई चाहिँ यो लास्टमा दिने होला यार पैसा लास्टमा दिने होला यसको काम सकिसकेपछि अब चाहिँ पहिला खाता चढाइदिन्छु अलिकति छोटो रहेछ यार छोटो भएछ यार अब चाहिँ म नरिवाललाई फुटाउन गइरहेको छु फुट्छ फुट्दैन थाहा छैन यार एक सर्टमा लेट्स ट्राई है क्या मजाले फुट्दिरहेको ल फाइनली मेरो सम्पूर्ण पूजा चाहिँ सकियो है मेरो नयाँ बाइक है अनि एकचोटि अब म यसलाई स्टार्ट पनि गर्छु है सो यो चाहिँ अलिकति छोटो भएर अनि मैले अहिले माथि गएर धागो ल्याएर यहाँ बान्दिन्छु सो मेरो नयाँ बाइक मेरो ड्रिम बाइक हो यो चाहिँ सानैदेखि एउटा सपना थियो भनौँ न म कुनै दिन रोयल इन्फिल्डको बाइक हैन बुलेट भन्ने चलन थियो नेपालमा त हैन हो यो बाइक चाहिँ म एक दिन अवश्य चढ्नेछु भन्ने मेरो एउटा सपना थियो क्या
सो त्यो सपना चाहिँ मैले कोरियामा आएर पुरा गरेको छु होइन। नेपालमा पनि सक्थेँ होला तर टाइम लाग्थ्यो होला मलाई होइन। तर पनि कोरियामा चाहिँ अलि छिटो मैले आफ्नो सपनालाई चाहिँ पुरा गरेँ होइन। सो हियर यु क्यान सी है। सो यति हो गाइज आज चाहिँ होइन। हाम्रो सम्पूर्ण पूजाको प्रक्रियाहरू छ त्यो चाहिँ सबै सकिसकेको छ। सो मैले गर्नुपर्ने कुराहरू सबै गरेँ। फाइनली मेरो पूजा चाहिँ आज यसरी सकिन्छ है। थ्याङ्क यू फर वाचिङ टिल द इन्ड है। तपाईँहरू सम्पूर्ण एकदमै राम्रोसँग समय बिताउनु होला, आरामसँग समय बिताउनु होला, यही छ मेरो कामना। धन्यवाद।